विशेषज्ञ भनेको को? विशेषज्ञ भन्नाले त्यो व्यक्ति हो जसले आफ्नो क्षेत्रमा उच्च स्तरको दक्षता हासिल गरेको छ। उनीहरूको ज्ञान गहिरो हुन्छ र साधारण व्यक्तिभन्दा धेरै अघि हुन्छ। उदाहरणका लागि पुरस्कार वा मान्यता पाउनु पनि विशेषज्ञताको प्रमाण हो। विशेषज्ञ बन्न कति समय लाग्छ? विशेषज्ञ बन्ने निश्चित समय छैन। केही खोज अनुसन्धानले भन्छन् 10,000 घण्टा अभ्यासले पुग्छ, तर केहीमा 20-25 हजार घण्टा लाग्न सक्छ। कुनै सिप छिट्टै सिक्न सकिन्छ, तर केही सिपमा धेरै समय र मेहनत चाहिन्छ। सबैजना विशेषज्ञ बन्न सक्छन्? सही अभ्यास र प्रशिक्षण आवश्यक छ। मेहनत मात्र होइन, कहिलेकाहीँ प्राकृतिक प्रतिभामा पनि फरक पर्न सक्छ। तर निरन्तर प्रेरणा र लगनशील प्रयासले तपाईलाई सोखबाट विशेषज्ञसम्म पुर्याउन सक्छ। अब मुख्य कुरा, विशेषज्ञ बन्ने 11 कदमहरू। 1. आफूलाई चासो लाग्ने कुरा पहिचान गर्नुहोस्। 2. एउटा काममा ध्यान केन्द्रित गर्नुहोस्। 3. सुरुमा सबैभन्दा महत्त्वपूर्ण कुराबाट सुरु गर्नुहोस्। 4. समय र प्रयास लगानी गर्नुहोस्। 5. स्पष्ट लक्ष्यहरू बनाउनुहोस्। 6. जानकारीपूर्ण अभ्यास गर्नुहोस्। आफ्नो कम्फर्ट जोन बाहिर जानुहोस्। 7. सही अभ्यासको वातावरण खोज्नुहोस्। 8. विशिष्ट र सही सल्लाह र प्रतिक्रिया खोज्नुहोस्। 9. मेन्टर वा गुरु खोज्नुहोस्। 10. आफूलाई बारम्बार टेस्ट गर्नुहोस्। 11. प्रगतिमा ध्यान दिनुहोस्। सफलताको सर्टकट छैन। निरन्तर मेहनत र लगावका साथ अर्जुन दृष्टि लगाएर काम गरे असम्भव छैन। यी 11 कदमलाई निरन्तर अभ्यासमा ल्याए तपाईँ आफ्नो क्षेत्रको विशेषज्ञ बन्न सक्नुहुन्छ। सपनामा सीमित नबस्नुहोस्। आजै सुरु गर्नुहोस्। एउटा वास्तविकतासँग मिल्दोजुल्दो कथा सुनौ। जेम्स सानो पसलबाट व्यवसाय सुरु गर्छन्। पैसा कम थियो, स्टाफ पनि थिएन। उनी आफै बिहान पसल खोल्थे र राति बन्द गर्थे। सुरुका 2 वर्ष नाफा खासै भएन। धेरैले भने यो व्यवसाय त चल्दैन, तर उनले हार मानेनन्। उनले एउटा कुरा बुझे, सफल उद्यमी बन्न उत्पादन मात्र होइन, ज्ञानमा पनि एक्सपर्ट हुनुपर्छ। जेम्सले बजार बुझ्न थाले, ग्राहकको व्यवहार अध्ययन गरे, सामाजिक सञ्जालको प्रयोग गर्न मार्केटिङ कला सिके, मिडियाका मानिसहरू बोलाए, युट्युबरहरू बोलाए, उनको कफीको गुणस्तर र कथाको प्रचार प्रसार सुरु गरे। उनले सफल व्यापारीहरूको सङ्गत गर्न थाले, गल्ती स्वीकारे र हरेक दिन आफैलाई सुधार गरे। आज जेम्सको सानो पसल छैन, उनीसँग धेरै शाखाहरू छन् र उनलाई मानिसहरूले सक्सेसफुल एन्टरप्रेन्योर भन्छन्। उनी भन्छन्, सफल बन्न चन्द्रमा पुगिरहनु पर्दैन, चिया पनि ढङ्गले बेचे पुग्छ। जसरी म्याकडोनल्ड्सले आलु बेचेर विश्वभर व्यापार फैलाएको छ। जेम्स आज यो क्षेत्रको विशेषज्ञ बनेर अरूलाई व्यापार गर्न सिकाउने भएका छन्।